lain naman. Berjamaah. Kami teh ya pupu gara heर्न आछौं. कस्तो राम्रो चिटिक्क बनाउनु परेछ. भर्खर सर्नु भएको. तीनटा कोठा गर्ने तीन ठाउँ यता सिटिङ रुम यो सैला भएको हाम्रो फुपूले भन्नुभएको घर हेर्दाखेरि चाहिँ के लाग्दैन भन्नुहुन्छ. कान्छी फुपू हुनुहुन्छ. चिप्लिन्छ ल. खोइ मुलाको रहेछ. मुलाको छ. त्यही त नि त. झोलामा चोरेर लैजाउँ त. चोर त होइन नि फेरि मजाक मात्रै बोलेको. ए फुबाजु यहाँ सुत्नु रहेछ. यहाँ माथि पनि किचन बनाउनु भएको रहेछ. यो त जेठ दाइको सामान राख्नु भएको रहेछ. भर्खर घर बनाउनु रहेछ नि. यहाँ फुपूले माथि जाउँ भन्नुहुँदैछ कि माथि. छतमा पनि ड्रागन फ्रुट रोप्नु भएको रहेछ बाबुले. बाबु के बनाउनु हो? मेरो त्यो बाबुले यहाँ चटनी हो कि के हो यो? ए मसला दिएर बाबुलाई पनि. बाबु हामी सपोर्ट गर्छु नि त. अब सेवाएर नातिले कति ल्याइदिन. आज हामी बाबुको घर हेर्न आथ्यौँ कि. फुपाजी बिमारी हुन्छ. फुपाहरू बसिरहनु भएको छ. सन्चो नभएर हामी फुपाजालाई हेर्न आएको. बाबु मसला पिस्दाखेरि के हुन्छ अरे? मसिनो पिस्यो भने के भन्छन्? के अरे बुहारी कस्तो अरे मसला पिस्नु सक्ने चाहिँ काम लाग्ने कुरा खस्रो त्यसैले थाहा हुन्छ अरे क्या कुन बुहारी कस्तो छ भनेर. खस्रो पिस्दाखेरि मसला पिस्नु सकेन भने चाहिँ त्यो बुहारी काम दिँदैन अरे. अनि मजाले त्यो डो बनायो भने चाहिँ काम गर्न सक्ने. त्यसै भन्छ नि. बाबु फेरि अहिलेकाले मसला पिस्छन् र पिस्दैनन्? मिक्सरमा